हेलो साथीहरू, आज म यहाँनिर खुर्सानी बारी गर्दैछु अनि यहाँनिर म अब रायोको तोरीको साग हाल्नुको लागि यो झारहरू खाल्नु आँट्छु। यहाँ हाम्रो खुर्सानी मैले अस्ति भर्खर रोपेको झार खाने साग गर्दैछु। अहिले झार खाले सकेर त्यसपछि म सागहरू हाल्दै गर्दैछु। तपाईँहरूकोतिर पनि सागहरू छ कि छैन, बर्खे सागहरू? म चाहिँ सुरु गर्दैछु है यो झारहरू खाल्दै। अनि झारु खाल्दै क्रममा यहाँ के ढुकुरको बच्चाहरू नि यहाँ बसिरहेको रहेछ, चुप्पो लागेर यसो मात्र हेरेको त घाँटीमा त टोकिदिएको रहेछ कुकुरले क्यारे। यसको आमासँग चर्नु हिँड्दै थियो होला अनि यहाँ हेर्नु त कति मजाले मैले गरिसकेँ, झाडु पारिसकेँ। हेर्नु यी कुखुरा चाहिँ फेरि कहाँबाट छिरेको पनि झुल्लाइरहेको थियो, मैले यहाँ सबै बारेको छु।